तो साथीहरु वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म एकदम लामो होली ल्याउन सक्छु सायद हैन। तर म आज पन्जिममा आएको छु हैन। अब आज हाम्रो चाहिँ होलिडे थियो, त्यही भएर हामी एकदम घुम्न आएको हैन। सो यहाँ चाहिँ एकदम बवाल सिनहरु छ हैन, हामी तपाईलाई देखाउने छु हैन। सो म अनि मेरो मामा आउनु भयो। मेरो मामा चाहिँ क्यामेरा म्यान हो फेरि हैन। अनि यहाँ हाम्रो सोल्टी पनि हुनुहुन्छ। हेलो 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 सोल्टी, हाम्रो सोल्टी पनि बोलाएको के सन्चै? हजुर हजुर सन्चै हो। कस्तो लागिरहेको हातले? एकदम रमणीय। म बोलाइरहेको छ। यो भन्दा पहिला पनि आएको थियो, तर त्यो भन्दा पहिला चाहिँ अहिले आइरहेको छ। अहिले राम्रो। यहाँ अहिले चाहिँ एकदम मजा आइरहेको छ साथीहरु। हेलो गाइस, नमस्ते। हामी चाहिँ यहाँ आशागाउँबाट पन्जिम जान लाग्छौँ है। अब पन्जिम कस्तो रहेछ त हामी देखाउनेछौँ हजुरहरूलाई पनि। अब यहाँको दृश्य देखाएर अर्को दृश्य देखाउनेछौँ हजुरहरूलाई। हेर्दै जानु है, तपाईँहरू हेर्दै जानु होला। साथीहरु फाइनली हैन हामी चाहिँ आइपुग्यो। हामी चाहिँ अब उठिँदैछौँ हैन, माइक लिएर आइपुग्यो। अब तपाईहरुलाई चाहिँ हामी बब्बा बब्बा सिन चाहिँ देखाउने वाला छु साथीहरु हैन। हेरे आउनु न, यता अगाडिको बब्बा बब्बा सिनहरु पनि छ हैन। सो त्यही हो साथीहरु, अगाडि आउँदै गर्नु। यो चाहिँ बब्बा सिन जग्गा, यो पुलको त जानु पर्छ, एकदम खतरा खतरा देखिन्छ हैन। त्यो अहिले चाहिँ हामी यो बस गाडीहरुले हान्दैन भन्ने डर हैन। त्यो गाडीहरु गयो भने ट्याम्पै जान्छु हैन। गाडी त कमै हुन्न के यार, सो आइ गर्छ हैन। यतातिरको यो सिन चाहिँ एकदम बवाल छ हैन, यतातिरको पनि बवाल छ हैन। अनि यतातिरको पनि एकदम धेरै खतरा छ। हेर्दै जाऊ न अगाडि, यता यो क्यासिनो भयो हैन। बबाल बबाल क्यासिनो चाहिँ यता ब्याकग्राउन्ड सिनहरु चाहिँ एकदम बबाल देखिन्छ के हैन। हाम्रो सोल्टी पनि हुनुहुन्छ साथमा हैन। यता हिँड्नु र सोल्टी यार, कता हो तपाईँ आउनु न। तपाईको अगाडितिर हेर्दै जाऊ न, अगाडितिर देखाउँछु हामी तपाईहरुलाई बबाल बबाल सिनहरु। गोवामा घुम्न आउनुभयो भने चाहिँ यो मजा पाउनुहुन्छ, एकदम आनन्दशीलहरु हैन। फिल कस्तो आइरहेको छ तिमीलाई? फिल कस्तो आइरहेको छ? चिकुलाएर खाने अनि माया चाहिँ थियो। मामाले के भन्न चाहनुहुन्छ? मामाले के भन्नु होइन, अब यो गोवा अब म चाहिँ यहाँ पहिलोचोटि आऊँ है पन्जिममा। गोवा त आउनु भएको थियो, लेकिन यो पन्जिमको ठाउँमा चाहिँ आउनु भएको थिएन। सो मामालाई मैले चाहिँ पन्जिम लिएर आएको छु होइन। सोल्टी म पहिला आएको थिएँ, बाल लाग्छ कि फेरि यस्तो दामी घुम्नलाई होइन। कसम के त हेर्नु न यो सिन राम्रो। यो क्यामेराम्यान सरकार अब के भन्न चाहनुहुन्छ तपाईँ? भन्नु त आफै के भन्न चाहनुहुन्छ? सिस्टम माथि काट्नु बस्छ त। हेलो हजुर हजुर सन्चै हो। एकदम रमणीय। योभन्दा पहिला पनि आएको थियो, तर त्योभन्दा पहिला चाहिँ अहिले आइरहेको छ। अहिले राम्रो। यहाँ अहिले चाहिँ एकदम मजा आइरहेको छ साथीहरु हैन। हाम्रो मजा आइरहेको छ रे। यहाँ यो सिन त्यति अझ छैन। योदेखि उता हेऱ्यो भने झन् अक्कै हो फेरि पनि पाइन्छ भन्ने सुनेको थिएँ होइन। अब नेपाली नानीहरू पनि पाइने पाइँदैन, तर दामी दामी होतिरै पाइरहेको छ फेरि हामीले होइन। तर त्यो पपा चाहिँ आइरहेको। सो गाइस हामी चाहिँ आइपुग्यो होइन। हामीहरू त्यहाँ जान लाग्छौँ अब। त्यहाँ पपा छ ठाउँ त। यहाँ आसना भन्ने यो पनि रहेछ, यस्तो दामी यो पनि छ होइन। दामी दामी। अनि यो चाहिँ हो फेरि यो चाहिँ पन्जिमको एकदम एक नम्बर वान हो क्या। तर नेपाली केटीहरू चाहिँ एउटा पनि भेटिएन, यति नहुँदा लाग्यो मलाई। सो केही छैन, त्यो पनि हजुरहरूलाई म दामी भ्यू भन्ने दामी दामी भिडियोहरू देखाउँछु नि त है। दे दिया है तुझको, मैं तेरा हूँ तेरा। काटे ना कटे लेता है ये करवटे दिन। नामको साथी मिठो शब्द छ गाइज है।
जङ्गल लोकल च्याङ छ पुष्पलाल चोकमा मेरो लोकल ग्याङ छ लोकल स्ल्याङमा भोकल छ ड्यान्सर लोकल भन्दा भन्दै भइसके ब्रान्डमा चाहिँदैन हाई ब्रो दाइ तेरो तोप ताने हाई भो मेरो भाइ ने भए आइजो हान्दिन्छु भुतसँग साइफो दाइ जस्तै भाइ पनि साइको साइकोले सिन पुरै खाइदियो भन को छ हामी जस्तो यहाँ बोली गर्दैछ हामी जस्तो काम तेरो फेभरेट ऱ्यापरलाई सो साथीहरू फाइनली हामी चाहिँ पन्जीमा घुमिसक्यो र हामीले देखाएका छौँ हजुरहरूलाई हामीले के गर्यो भनेर आशा राखेको छु हजुरहरूलाई भिडियो मन पर्यो होला भनेर सो हजुरहरूलाई भिडियो मेरो मन परेको छ भने यसो एक सब्सक्राइब गरिदिनु होला र लाइक कमेन्ट गरिदिनु होला सो त्यही हो बाई बाई अरू चाहिँ नेक्स्ट भिडियोमा